मेरो गाउँको छोरी मान्छेहरूले चाहिँ पढ्नु हुँदैन भन्ने चलन थियो। म चाहिँ अनि बिहे गरेर आउनेसम्म एउटा क पनि जान्दैन थियो साथीहरू। अनि मैले चाहिँ मेरो श्रीमान चाहिँ विदेश जानुभयो। अनि मलाई चाहिँ चिठी पठाउनु भएछ। त्यतिखेर मोबाइलको चलन थिएन, मोबाइलहरू थिएन, चिठी लेख्नु पर्थ्यो। अनि चिठीको जवाब लेख्ने मलाई एकदम इच्छा जाग्यो। अनि अब मैले उपाय के गर्ने त भन्दाखेरि वर्णमाला किनेर पढ्नु मिल्छ अरे भन्ने सुनेको भएर मैले त्यो किनेर पढ्न थालेको साथीहरू। रात दिन गरेर नसुतेर मैले पढेको, सबैलाई सोधी साथीहरू। अनि मेरो देउरानीले चाहिँ भन्नुहुन्थ्यो कि बैतरनी बनेर बस्छ रातभरि सुत भनेको त भन्नुहुन्थ्यो। त्यसरी पढेर मैले साथी अनि चिठी लेख्न सक्नेसम्म भयो। अनि पछि पत्याउनु भएन मेरो ससुराले चाहिँ। अनि खोइ के लेखेछ त्यसले चिठी भनेर फोरेर हेर्नुभयो। अनि राम्रै लेख्दो रहेछ त भन्नुभयो। अनि त्यसरी पठाएको साथीहरू चिठी। अनि त्यसरी पढेर अहिले चाहिँ मैले यो लुगाको चाहिँ के अरे 1 सेन्टिमिटरको पनि मैले हिसाब निकालेर म चाहिँ लुगा व्यापार पनि गर्छु, टेलर पनि चलाउँछु साथीहरू। यो चाहिँ मेरो अर्डरको हो। त्यसैले मैले चाहिँ गऱ्यो भने सबै हुन्छ भनेको हो साथी।